पिज्जा रेडी गार्लिक पुरै हाल्नुपर्छ है, धेरै हाल्नु पर्दैन। यो चाहिँ गार्लिक पाउडर एउटा टेस्टीको लागि मात्रै हाल्नुपर्छ है, धेरै हाल्नु पर्दैन फेरि। यो जिन्जर पाउडर यो पनि थोरै हाल्नुपर्छ, धेरै हालेपछि टेस्टी खराब हुन्छ। आराम से चिडिया चाहिँ ल यो तपाईँहरूको इन्डियनमा चाहिँ बेकिङ चल्दैन, हामीमा चाहिँ कुकिङ है। यो आफ्नो टेस्टको लागि राम्रो फ्लेभर दिन्छ। यो रेड चिली पाउडर यो चाहिँ बेकिङको पाउडर टेस्टको लागि मात्रै हाल्नुपर्छ, कलरको लागि होइन। यो ब्लाउन पेपर यो चाहिँ ब्ल्याक पेपर ल अन्डा नेपालीमा यो चाहिँ चार मात्रा हो। यो भनेको के को लागि, त्यसको लागि सोपरको लागि, मैदाहरू चाहिँ सोपरको लागि है।